नमस्ते एभ्रिवान। सबैजना सन्चै हुनुहुन्छ होला। आज म एकदमै डिफ्रेन्ट कन्टेन्ट लिएर आइरहेको छु। आज मैले कन्टेन्ट बनाएर भन्दा पनि आई हेभ द एक्सपर्ट। मसँग एक्सपर्ट हुनुहुन्छ। तपाईँलाई लाग्यो होला आज शिव सुन्दरले कसको एक्सपर्ट ल्यायो भनेर। आज यो भिडियोमा हामी वैदिक कृषि, यु माइट नट नो, मलाई त एकदमै इन्ट्रेस्टिङ लाग्यो, सो तपाईँहरूलाई पनि सेयर गरौँ भनेर। मसँग आज सत्य भट्टराईजी हुनुहुन्छ। हि इज द एक्सपर्ट अफ वैदिक कृषि। तपाईँले देख्न सक्नुहुन्छ महर्षि वैदिक कृषिको सेन्टरहरू काठमाडौँमा, बोस्टन डाँडामा पनि क्यान सी ओभर देयर, यु क्यान फाइन्ड हिम देयर। आज हामी यो भिडियोमा वैदिक कृषिको बारेमा र प्लान्टेसनले कसरी वास्तु, मुहुर्त, मन्त्र, ध्यानले असर गर्छ, हामीले फलफुलहरू खाँदाखेरि नेगेटिभ इनर्जी त खाइरहेको छैनौँ, हामीहरू सागपात खाँदाखेरि कसरी खाइरहेको छौँ, वैदिक कृषि के हो र वाइ द वैदिक कृषि इज गेटिङ सो पपुलर इन द वर्ल्डमा कुरा गर्छौँ। सत्यजी नमस्ते। नमस्ते, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। तपाईँसँग भेट भयो अनि आज मलाई तपाईँसँग एउटा कन्टेन्टमा कुरा गर्न मन लाग्यो। तपाईँ धेरै वर्ष भइसक्यो वैदिक कृषिमा एज एक्सपर्टको रूपमा काम गरेको। मेरो दर्शकहरूलाई तपाईँ वाट इज वैदिक कृषि एकदमै ले ल्याङ्ग्वेजमा सम्झाइदिनुहुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई। होइन, यस्तो रुचि तपाईँ राखेर मलाई याद राखेर यस्तो एउटा जान्न खोज्नुभयो, त्यसको लागि धेरै धन्यवाद। म अब हजुरको दर्शकलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि वैदिक कृषि भनेको चाहिँ हाम्रो पुर्खाहरूले बनाएको एकदमै स्वच्छ, सफा र दिगो कृषि हो, जसले चाहिँ तपाईँको जीवनसम्म पनि असर पर्छ। होइन, त्यही कृषिलाई हाम्रो ठ्याक्क हामीले चाहिँ फिल्डमा ल्याउने चाहिँ वैदिक कृषि हो। तपाईँको मतलब हाम्रो पुर्खाहरूले जो सुरु गर्नुभएको थियो, हजुर हजुर, त्यसैलाई चाहिँ हामीले हराइसकेकोलाई हजुर अहिले फेरि हामी ल्याउँदैछौँ। इफ सो वाइ वैदिक कृषि? वैदिक कृषि नै किन चाहियो हामीलाई? वैदिक कृषिले किन चाहियो भन्दाखेरि चाहिँ एक मेन भनेको चाहिँ हामीले चाहिँ खानेकुराहरू चाहिँ कसरी आइरहेको छ, कहाँबाट आइरहेको छ, कसले ल्याइरहेको छ, होइन, त्यसको सोर्स के हो, त्यो साथसाथै त्यो हुने बिरुवामा त्यो जसले बिरुवा त्यो लगायो अथवा जसले बिरुवा टिप्यो त्यो मान्छेको कन्सियस लेभलनेस के छ। होइन, बिरुवा भनेको त हामीले त लिभिङ बडी हो नि त, हाम्रो बिरुवा भनेको लिभिङ कुरा उसले खाने हो। होइन, उसले के कुरा क्यारी गरेर आइरहेको छ, त्यो क्यारी गर्ने मान्छे कस्तो छ, किनकि पिपल त्यो वरिपरिको सराउन्डिङले पनि त्यसलाई असर पारेर हुन्छ। होइन, त्यो कस्तो छ भनेर थाहा पाउने चाहिँ एउटा ह्युमन हेल्थको वेबाट चाहिँ त्यसरी हेर्न सकियो। भनेपछि एज यु कल हाम्रो नेसन चाहिँ कृषि प्रधान भए पनि हाम्रो म्याक्सिमम कृषि उपज स्टार्टिङ फ्रम फ्रुट्सदेखि लिएर सबै क्रप्सहरू सबै बाहिरबाट आउँछ। भेजिटेबल्सहरू इन्डियाबाट आउँछ, कति त अझै बाहिरबाट पनि आउँदो रहेछ। द्याट्स मिन्स त्यो खाँदाखेरि हामीले त्यसको इनर्जी पनि खाइरहेको हुन्छ, कन्ज्युम गरिराख्नु भएको छ। कन्ज्युम गरिरहेको तपाईँले त्यो